नमस्कार सम्पूर्णमा। आज म मेरो नयाँ युट्युब च्यानल एनी इन्फो मार्फत नयाँ भिडियो लिएर उपस्थित भएको छु। यदि तपाईँ लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, साथै अन्य सिभिल सर्भिसका लागि तयारी गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँको लागि यो भिडियो उपयोगी हुनेछ। साथै विद्यार्थी भाइ बहिनीहरूलाई हाजिरी जवाब प्रतियोगिताका लागि पनि यो भिडियो फलदायी हुनेछ। यस्तै अपेक्षा गर्दै भिडियोलाई अन्तिमसम्म नछुटाइकन हेरिदिन हुन, मन परेमा लाइक, विषयवस्तु सम्बन्धी केही कुरा मनमा लागेमा प्रतिक्रिया दिन कमेन्ट, धेरैभन्दा धेरै साथीहरूसम्म पुर्याउन सेयर तथा मेरो च्यानललाई माया गरी सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब म कति पनि ढिला नगरी तपाईहरू माझमा आजको विषयवस्तुहरू राख्न गइरहेको छु। विषयवस्तुहरूलाई ध्यान दिएर सुनिदिनु होला र छेउैमा रहेका कुराहरू हेरिदिनु होला, त्यसलाई नोट गरिदिनु होला र आफ्नो परीक्षाका लागि तयारी गर्नुहोला। लोकसेवा आयोगको तयारी गर्नुहोला, शिक्षा सेवा आयोगको तयारी गर्नुहोला, विद्यार्थी भाइ बहिनीहरूले हाजिरी जवाबको तयारी गर्नुहोला र आफूलाई अब्बल बनाउनुहोला। म सुरु गर्दैछु। विश्व ब्याङ्कले सन् 2025 मार्च 24मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको 3 दशकको आर्थिक वृद्धि दर कति रहेको छ? यसको सही आन्सर रहेको छ 4.2%। प्रतिवेदन अनुसार सन् 1996 देखि 2023 सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्त्वपूर्ण भूमिका रहेको छ। तथापि छिमेकी राष्ट्रहरूको तुलनामा भने यो वृद्धि दर कमजोर देखिएको छ। दक्षिण एसियाका 8 राष्ट्रमध्ये नेपालको आर्थिक वृद्धि दर 6औं स्थानमा रहेको छ। 16औं आवधिक योजनाले सन् 2029 सम्म वार्षिक 7.1% जीडीपीको वृद्धि अनुमान गरेको छ। नेपालको सन् 2017-18 को श्रम शक्ति सर्वेक्षण अनुसार स्वदेश फर्केका आप्रवासी मध्ये 14.3% बेरोजगार रहेको र 41.5% श्रम बजार बाहिर रहेको देखिएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट 2025 अनुसार विश्वको सबैभन्दा धेरै खुसी देशको शीर्ष स्थानमा कुन राष्ट्र रहेको छ? यसको सही उत्तर रहेको छ फिनल्यान्ड। त्यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड, चौथोमा स्विडेन, पाँचौँमा नेदरल्यान्ड, छैटौँमा कोस्टारिका, सातौँमा नर्वे, आठौँमा इजरायल, नौमा लक्जमबर्ग र 10औँमा मेक्सिको रहेको छ। सम्पूर्ण देशहरूको तुलनामा नेपाल 92औं स्थानमा, पाकिस्तान 109औं स्थानमा, भारत 118औं स्थानमा, श्रीलङ्का 133औं स्थानमा, बङ्गलादेश 134औं स्थानमा रहेका छन्। सो प्रतिवेदन अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा परेको छ। प्रश्न नम्बर 3, 10औं राष्ट्रिय खेलकुदको मस्कट के हो? रेड पाण्डा, हाब्रे। 2081 चैत्र 5मा लोगो र मस्कटको सार्वजनिक गरिएको थियो। लोगोमा कर्णाली नदी, नेपालको झण्डा, 7 प्रदेश र खेलाडी, हिमाल पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको छ। लोगो र मस्कट दुवै विकास तमकुजुले तयार गर्नुभएको हो। 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता 2082 ज्येष्ठ 3 देखि 10 गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। प्रश्न नम्बर 4, निक साइमन्स अवार्ड 2024बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? जनस्वास्थ्य निरीक्षक रबिन थापा रहेको छ यसको सही आन्सर। उहाँ धादिङको ज्वालामुखी गाउँपालिका ढुवाला स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ। प्रश्न नम्बर 5, दक्षिण एसियाली किसान सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? विक्रम सम्वत 2081 चैत्र 7-8, सन् 2025 मार्च 20 र 21 काठमाडौँमा सम्पन्न भएको हो। जलवायु सङ्कटको प्रभावबाट किसान र उनीहरूको जीविकोपार्जनको सुरक्षामा जोड दिँदै सम्मेलन सम्पन्न भएको छ। दक्षिण एसियाका 26-27वटा किसान सङ्गठनका प्रतिनिधि सहभागी सम्मेलनले किसानको खाद्य सम्प्रभुता, जलवायु न्याय र अधिकार सुनिश्चित गर्न बहुराष्ट्रिय निगम र वित्तीय संस्थाहरूका जनविरोधी नीति विरुद्ध सङ्घर्षलाई सशक्त बनाउने आह्वानसहित घोषणा जारी गरेको छ। सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र मालदिभ्स र अफगानिस्तानका किसान नेताहरूको सहभागिता रहेको थियो। सम्मेलनले दक्षिण एसियाका किसान महासङ्घमा डाक्टर प्रेम दङ्गालको अध्यक्षतामा नयाँ नेतृत्व पनि चयन गरेको छ। प्रश्न नम्बर 6,
नेपाल कहिलेबाट अल्प विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तर उन्नति हुने भएको छ? यसको सही आन्सर रहेको छ सन् 2026 नोभेम्बर। प्रश्न नम्बर 7, 17औं संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता खेलाडी को हुनुहुन्छ? यसको सही आन्सर रहेको छ उमेश राई। प्रश्न नम्बर 8, भारतको जयपुरमा सम्पन्न सन् 2025 मा 25औं संस्करणको आइफा अवार्डमा सर्वोत्कृष्ट अवार्डको उपाधि जित्न सफल चलचित्र कुन हो? यसको सही आन्सर रहेको छ लापत्ता लेडिज। प्रश्न नम्बर 9, वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतको निधन कहिले भएको हो? यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 9 गते। प्रश्न नम्बर 10, तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिच म्याराथन 2025 को उपाधि विजेता धावक को हुनुहुन्छ? यसको सही आन्सर रहेको छ अनिश थापा मगर। प्रश्न नम्बर 11, तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव निट फेस्ट कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2081 चैत्र 6 देखि 12 नाट्य महोत्सवमा 12 देशका 100 भन्दा बढी कलाकारले 17 वटा नाटक मञ्चन गरेका। प्रश्न नम्बर 12, विक्रम सम्वत 2081 चैत्र 7 गतेदेखि सञ्चालन भएको एसी परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या कति रहेको छ? यसको सही आन्सर रहेको छ 5,14,071 जना, जसमा छात्रतर्फ 2,57,730 भने छात्रतर्फ 2,56,711। प्रश्न नम्बर 13, आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले डिजिटल फाइनान्स इनोभेसन हबको स्थापना कहिले भएको हो? यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 15 गते नेपाल राष्ट्र बैंकले यसको स्थापना गरेको हो। प्रश्न नम्बर 14, नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको मुख्य प्रशिक्षक राष्ट्रिय पुरुष टोलीमा कसलाई नियुक्त गर्यो? यसको सही आन्सर रहेको छ स्टुअर्ट ल अस्ट्रेलिया, विक्रम सम्वत 2081 चैत्र 15 गते। प्रश्न नम्बर 15, पहाचारे पर्व कहिले मनाइन्छ? यसको सही आन्सर रहेको छ घोडे जात्राको अघिल्लो दिनदेखि 3 दिनसम्म। प्रश्न नम्बर 16, विशिष्ट आख्यानकार परशु प्रधानको स्मृति स्थापित परशु कल्पना स्रष्टा सम्मान 2081 कसलाई प्रदान गरियो? यसको सही आन्सर रहेको छ आख्यानकार द्वय ध्रुव सापकोटा र गणेश रसिक। पुरस्कार राशि जनै रु 50,101। प्रश्न नम्बर 17, 8औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निपमा उत्कृष्ट गौतम बुद्ध अवार्ड जित्न सफल चलचित्र कुन हो? यसको सही आन्सर रहेको छ साम्बाला। त्यस्तै छोटो चलचित्र विधातर्फ उत्कृष्ट सर्ट फिल्म निर्देशक अवार्ड निशान खत्रीले द अ विटनेसबाट प्राप्त गर्नुभएको छ। माउन्ट एभरेस्ट अवार्ड मेल्टिङ स्नो बेल्जियमको चलचित्रले प्राप्त गरेको छ। बागमती अवार्ड स्पेनिस फिल्म लुसिया जी रोमेरोले प्राप्त गरेको छ। त्यस्तै अडियन्स चोइसतर्फ उत्कृष्ट कथानक चलचित्र सतीदेवी लक्ष्मण सुवेदी निर्देशित चलचित्रले प्राप्त गरेको छ। उत्कृष्ट डकुमेन्ट्री गर्ल्स रिराइटिङ डेस्टिनी, त्यस्तै गरी उत्कृष्ट छोटो फिल्म दि विटनेस ट्री, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म देवी सुमिरा श्रेष्ठको, त्यस्तै गरी उत्कृष्ट सर्ट फिल्म दि विटनेस ट्री निराजन राज भेटवालले निर्देशन गरेको। 2081 चैत्र 7 देखि 11 सम्म काठमाडौँमा भएको निप महोत्सवमा 40 देशका 57 फिल्म प्रदर्शन भएका थिए। प्रश्न नम्बर 18, वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ कमल कोइरालाको निधन कहिले भएको हो? यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2081 चैत्र 17 गते। पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाका छोरा उनी कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताको रूपमा परिचित रहेका। प्रश्न नम्बर 19, नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता नेपाल इन्टरनेसनल रनिङ कन्फरेन्सको आयोजना कहिले हुने भएको छ? विक्रम सम्वत 2082 ज्येष्ठ 23 गते यसको सही आन्सर रहेको छ। क्वेसन नम्बर 20, प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? यसको सही आन्सर रहेको छ नेपाल पुलिस क्लब। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? पक्कै पनि ज्ञानवर्धक थियो होला। नयाँ नयाँ इन्फर्मेसनहरू थाहा पाउनुभयो होला। यस्तै इन्फर्मेसनका लागि तपाईले मेरो च्यानल एनी इन्फोलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
सब्स्क्राइब पछि आउने बेल आइकनलाई पनि प्रेस गरी सबैभन्दा पहिलो नोटिफिकेसन तपाईँले प्राप्त गर्नुहोला भन्ने जानकारी दिँदै बिदा हुन चाहन्छु। नमस्कार।